दाइ अलिअलि ग्राभल स्याभल अलिअलि हालेपछि यहाँदेखि उयो पर्नु त्यति हो, त्यस्तो त्यो छैन। तपाईँ हामी जान आउनु कपिराङै जानु पर्यो नि त। कपिरामको कपिराङ होइन उता कटुवाबाट होला कपिरामबाट त्यो उचितारमा छिर्ने बाटो खुले खाने है हाइड्रो पावर बाटो मजाले चला। म चाहिँ गएको छैन रहेछु पानी आउने हो कि रेडको पुगे होइन पानी आयो भने बर्बाद हुन्छ। के खानपानको व्यवस्था केही छैन आज भोक लाग्छ त यार भोक लाग्यो चिसो चाहिँ गाडी आउनु सक्यो अवस्था यस्तो बाटो तलाडा हो नि त यहाँ कहाँ निस्किन्छ त? चाँडो भयो कि अब हामी घुम्नु पर्दैन त्यस्तो माथि जाने यहाँबाट तल्लो तल्लो यही होला हजुर ठुला दोल्नु केरा खेती पागल बेसी पारिपट्टि फोन गरेको हाम्रो होइन होइन हरन चाहिँ बता होला सर नमस्कार देवेन्द्र सर के छ सर माथिबाट हो हजुर हजुर स्कुल जाने सर के त बिदा छैन अहिले रिजल्टको तयारी कताको टाढै कहाँसम्म जाने जाउँ त नि हिँड्नु कपिराङ त उता गएको खाएकै सर म कटुवा खाने कटुवा हो हो त्यहाँबाट जाने बाटो हो कि पहिला गाडी कुर्दा हो यहाँ त भर्खर खुलेको हो कि तपाईँहरूले हामीले बाटो नजाने त झरा भुटानी हामी धेरै नै तर आधा घन्टा बलियो म गइछु नि त कतै दार्जिलिङ यो पानी पर रही है हो अब हेर्नु यसलाई भन्छन् दुर्लुङ खोलो भन्छन् यहाँ यो दुर्लुङ खोलो ऊ त डाँडो बोरन डाँडा बोरन डाँडा थियो ऊ त्यो त्योभन्दा उतापट्टि माङ्गाल त्योभन्दा उतापट्टि माङ्गाल पर्छ अनि ऊ त्यो पारिपट्टिको खोरबन्ज्याङ अब मिल्चे चाहिँ हेर त्यो तँ त माथि थुम्कामा एउटा झ्याप्पा रुख छ नि त्यो मिल्चे
त्यो ढापले थुम्को भने यो माथिको एउटा यस्तो रुख छ नि झ्याप्पाउ त्यो मिल्छ ढापले यो माथि पर्छ धापले यो हेर यो माथिको डाँडो धापले हो ओ यो अनि तालुङमा चाहिँ उता सानो डाँडो छ नि उता सानो देखिन बिचको बिचको डाँडो तालुमा गएको होइन तपाईँ छैन उल्कै भएको रहेछ ल ठुला के भइरहेछ यार ठुला दुर्बिन त आज होला म कुद्न सर बाटो चाहिँ राम्रै खडा रहेछ है अनि बाटो ठिक छ नि ठिकै रहेछ ल किनभने त्यहाँदेखि त्यहाँसम्मलाई अलिकति अप्ठ्यारो रहेछ त्यो भए पनि किन त्यसो छ त्यसलाई ग्रेडिङ मिल्छ नि बाटो बनाउँदाखेरि तल्लो होइन त ल ल भन्नु तालुङा जाने यहाँ हामी उता जाने हो तालुङा जाने बाटो पहिला यहाँबाट तालुङा जान्थ्यो होइन अहिले नि जान्थ्यो यहीँबाट तल उताबाट आएर जानुपर्छ अहिले यताबाट आएर गयो कि अहिले उता नाकटार हुँदै आउँदो कि छ बुझ्यो चिस्सी हावा छ है सर हात ल यहाँ आउँदा चिसो हावा छ है हाइड्रो पावर बनाउने यहाँको बाटो यहाँको पानी खापरबारी लाने सुरुङ काम भइरहेछ नि ए हाइवे हेर्नु यार लाग्यो खापरबारीको हेटौँडे पनि दिन बिच उताबाट आउँदा भन्दा यहाँ त आनन्द हानि भएछ हो टाइममा कुद्न पाइयो हिँड्न पाइयो बाइक चाँडोकै हो त्यही त अब हामी 3 बजे होइन हो परीक्षा सकेर घर आउने गएर हेटौँडा र अनि ए आएको दिएर आउँदाखेरि 3 बजे
यहीँबाट सानो होला मलाई त हजुर नागटार पनि टाढो होला मलाई त नागटारपट्टिबाट बाटो सही हो है अँ टाढै टाढो होला सेलबोट आयो है अब यसलाई के भन्छ बेलबोट भन्छ बेलबोट हो यो हजुर कतिवटा तर्नु परेन नि त हजुर बसौँ है रोकौँ भने कि के अरे के होटल रे गुलाल यहाँ सिन्धी बजारै पनि 1 घन्टा लाग्दैन अब तिन तले भन्ने चाहिँ कहाँ त्यसले माथि अझ सबै थाहा हुन्छ नि यहाँ लेखा हुन्छ ए ए 3 तले झर्ना होइन अँ यहाँ अटो लाग्छ जान्छ चौरा खोला ब्रिज पुग्दै सर्वै 1 घन्टा पुगिन्छ
प्रसाद दाहाल चस्मा 300 को राम्रोसित जहाँ दिइसकेको छैन हामी तपाईँको पत्ला या पूर्णिमा 11 बजे छैन यो मेन चाहिने हामीहरूको नेपालको भन्सार हो यो नेपालको भन्सार यो भन्सार हो हजुर सबै इन्डियन गाडी आउँछ यही भन्सार हुन्छ ए हजुर पैसा त उनीहरू आउँदाखेरि सामान भनेको छिटो के यहीँको त टिकटक बनाएर हाल्छ यहाँको ओहो हाम्रो नाका यही हो यहाँबाट इन्डिया सुरु हो नि त यहाँबाट इन्डिया सुरु नेपाल र नेपालको सरकार र इन्डियाको सरकार हात मिलाएछ हजुर 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 नेपालको सरकार र इन्डिया सरकार हात यहाँबाट दाजु हिँडेर गयो भने नि हजुर 5 मिनट लाग्छ रक्सोल 5 मिनट लाग्छ रक्सोल छिर्नको लागि हजुर यो पुल हेल्यो आफ्नो आधी पुल नेपालमा छ यो आदि पुल नेपाल हजुर हजुर यो हाम्रो आधी पुल नेपालमा छ यो हजुर हामीहरूको जक्सन यही हो यहीसम्म हो ए कमल सर जाने होइन